नमस्कार अनि हार्दिक स्वागत छ सम्पूर्णलाई। यो हो भरतपुर चितवन। चितवन जिल्ला पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण नेपालीको जिब्रोमा झुन्डिएको जिल्ला हो। यो जिल्ला किन पनि चर्चित रहेको छ भने कुनै बेला वैकल्पिक मार्गहरू नबन्दा यो जिल्ला नछोइकन पूर्व पश्चिम उत्तर र राजधानी काठमाडौँ जान सकिँदैन थियो। यो जिल्ला निकै चर्चित रहनुको पछिल्लो कारण भने यसको विकास रहेको छ। यति बेला भरतपुर चितवन हेर्दाखेरि कुनै पनि युरोपियन देशहरूभन्दा कम्ती देखिँदैन। यहाँ फराकिला चिल्ला रोडहरू रहेको छ। 6 लेनको बाटोमा यति बेला ट्राफिक जाम हुने त कुरै छैन। जब रेणु दाहाल यस भरतपुर महानगरपालिकाको मेयर निर्वाचित भए तबदेखि विकासको गतिले शिखर चुमेको थियो। यति बेला मेयर रेणु दाहालले भने राजीनामा दिइसकेको छ। उनी राजीनामा दिँदै गर्दा निकै भावुक पनि देखिएको थियो। नौ वर्षको कार्यकालमा रेणु दाहालले भरतपुरको मुहार नै फेरिदिएको जस्तो लाग्दछ। त्यसैले पनि नेपालैभरि भरतपुरको चर्चा रहँदै आएको छ। भरतपुरको रोडहरू मात्र नभइकन रेणु दाहालको पहलमा नारायणी नदीबाट लिफ्टिङ सिँचाइको पनि सुरु भइसकेको छ। शिक्षण संस्थाहरूमा पनि उल्लेखनीय सुधार आएको छ भने धर्मु सुन्तलीद्वारा सुरु गरिएको र रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पनि रेणु दाहालकै पहलमा पुनर्निर्माण भइरहेको छ। यति चर्चा गरिराख्दा रेणु दाहाल विवादरहित पनि बन्न सकिनन्। पहिलो पटक भरतपुरको मेयरमा निर्वाचित हुँदा उनको बुवाकोले धाँधली गरेर छोरीलाई जिताएको धेरैको आरोप रहेको छ। दोस्रो कार्यकालमा पनि उनी सहजै निर्वाचित भएकी थिइन्। यति बेला भने मेयर पदबाट राजीनामा दिनको कारण सङ्घीय चुनावमा भेट्ने उनको तयारी रहेको बुझिएको छ। जे होस्, भरतपुरको विकास देख्दा रेणु दाहालले राम्रै काम गरेकी हुन्। आउँदो निर्वाचनमा उनलाई जनताले मूल्याङ्कन गर्ने नै छन्। यति बेला भने हामी भरतपुर ओह्रालोमा आइसकेका छौँ। चितवन जिल्लादेखि आज हामी नवलपरासीको केही भागसम्म यात्रा गर्नेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। यति बेला भने हामी नारायणगढ बजार छिरिसकेका छौँ। नारायणगढ बजार पहिले निकै अस्तव्यस्त रहने गर्दथ्यो। यति बेला पनि 4 लेनको बाटो र सर्भिस लेन छुट्टै गरी 6 लेनको बाटोमा यातायातका साधनहरू सहजै रूपमा गुडिरहेको देख्न सकिन्छ। नारायणगढ बजारको व्यवस्थापन पनि राम्रै भएको देख्न सकिन्छ। त्यसैले पनि यति बेला सुन्दर देखिएको छ नारायणगढ बजार। यदि तपाईँ पनि नारायणगढ बजार भएर हिँड्नुभएको छ भने पक्कै पनि तपाईँहरूले पनि यो कुरा महसुस गर्न सक्नुहुनेछ। यति बेला भने हामी पुल्चोक क्षेत्रमा आइपुगेका छौँ। पुल्चोक क्षेत्र निकै व्यस्त रहने क्षेत्र हो, जहाँ पूर्व पश्चिम र उत्तरबाट आएका सवारी साधनहरू जम्काभेट हुने गर्दछ। त्यसैले पनि यहाँ ट्राफिक प्राय देख्न सकिनेछ। अब भने हामी साबिक नवलपरासी हाल नवलपुर जिल्ला प्रवेश गर्ने तर्खरमा छौँ। नवलपुर जिल्ला र चितवन जिल्लालाई नारायणी पुलमाथि बनेको पुलले सीमाकन गर्ने काम गर्दछ। नारायणी नदीको यस पुलको लम्बाइ निकै रहेको छ भने यस पुल निकै पुरानो पनि रहेको छ। त्यसैले पनि अहिले नारायणी नदीमाथि अर्को सिग्नेचर ब्रिज बन्ने तर्खरमा रहेको छ। नारायणी नदी
यति बेला निकै रमाइलो देख्न सकिन्छ, किनभने नारायणी किनारमा जताततै महोत्सव लागिरहेको छ। नारायणी नदीमा यति बेला स्पिड बोटिङको पनि व्यवस्था रहेको छ। आन्तरिक तथा बाह्य पर्यटनको लागि पनि यो आकर्षण रहेको छ। नारायणी पुल पारी नवलपरासी र नारायणी पुलवारी चितवन जिल्ला रहेको छ। दुवै जिल्लाको किनारामा यति बेला महोत्सवको चहल पहल रहेको देख्न सकिन्छ। यति बेला भने हामी नवलपुर जिल्ला प्रवेश गरिसकेका छौँ। यो हो नवलपुर जिल्लाको गैंडाकोट। गैंडाकोटदेखि बुटोलसम्मको सडक स्तरोन्नतिको काम अहिले पनि चलिरहेको छ। निकै सालसम्म एक सडक खण्ड निकै गाह्रो अवस्थामा रहेको थियो। सडक वरिपरिका बासिन्दाहरूले निकै शास्ति बेहोर्नु परेको थियो। चाइनिज कम्पनीले कन्ट्र्याक्ट लिएको यस सडक खण्ड 5 वर्ष पुरा भइसके तापनि सम्पन्न भने हुन सकिरहेको छैन। सडक नबनुन्जेलसम्म यस थुम्सीको जङ्गलको यात्रा निकै कठिन हुने गर्दथ्यो। बर्खामा हिलामे हुने र हिउँदमा धुलामे भएर हिँड्नै कठिन हुने गर्दथ्यो। अहिले बाटो बनिसकेपछि भने सहज रूपमा यात्रा गर्ने वातावरण बनेको छ। हस् त मित्रहरू, आजलाई यति नै। आउँदो दिनहरूमा यस्तै नयाँ भिडियोको साथ आउने बाचा गर्दै आजको लागि भने छुट्टिन चाहन्छु। भिडियो हेरिदिनुभएको लागि धेरै धेरै धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद।